म चाहिँ सौरभ शाह नेपालगञ्जबाट। मैले पटक पटक नेपालगञ्ज उपमहानगरपालिकालाई आह्वान गर्दैछु कि गाईको साढा चौपावाहरूलाई चाहिँ व्यवस्थापन गरिदिनुहोस्। अनि पटक पटक म त्यहाँ विरोध गर्न पनि गइरहेको हुन्छु। गाई बित्दाखेरि पनि म त्यहाँ लगिरहेको हुन्छु। औषधिहरू पनि राम्रोसँग पुर्याउनु भएको छैन। हामीले सक्दो हामी युवाहरूले प्रयास गर्दैछौँ होइन। अब चाहिँ तपाईँ जाग्नै पर्छ। तपाईँले काम गर्नै पर्छ। तपाईँको के जिम्मेवारी नै हो कि तपाईँले आफ्नो जिम्मेवारी गहन गर्नुपर्छ कि गर्नु पर्दैन त्यो तपाईँले बुझ्नुपर्छ। अब अहिले पनि एउटालाई लम्पी रोगले पीडित हुनुहुन्छ। हाम्रो एकजना गाईको चाहिँ पुरै घाउहरू पुरै देखिरहेको छ। हामीले अलिअलि प्रयास गऱ्यौँ। अब यसलाई साँझ हामीले रेस्क्यु गर्छौँ। अनि हामी युवा पिँढीहरू नेपालमै बसेर नेपालमै रोजगार गर्न गइरहेका छौँ। अनि यस्तो व्यवस्थापन नभएपछि भोलि दिनमा एक्सिडेन्ट भएपछि जिम्मेवारी कसले बोक्ने त? जिम्मेवारी कसले? सरकार छ कि छैन त्यो हामीलाई थाहा अनुभव त हुनु पऱ्यो नि। अनुभव नै छैन। यहाँ सबैजना मान्छेहरू चाहिँ मालिक बने, काम गर्ने मान्छे कोही बने, नौकर बन्न कोही आएको छैन। सबैजना मालिक बन्न आएको छन्। हामी सबैजना युवाहरू चाहिँ नौकर भएर काम गरिरहेको छन्। तपाईँ मालिक किन बनिराख्नु पर्छ? नौकर भएर काम गर्न आउनुहोस् हामीसँग। त्यही आह्वान गर्न चाहन्छु मैले।